राधे राधे। ओम नमः शिवाय। सबैलाई मेरो भिडियोमा स्वागत छ है त। आज पनि हाम्रो तीर्थ भ्रमणपछि घरमा पूजा लगाउने निश्चय भएको छ। सर्वप्रथम त घर शुद्धि हुनु पर्यो। त्यसैले हामीले पहिले घर बढारेर, घर त सधैँ नै बढारिन्छ, पुसिन्छ पनि, भने आज चाहिँ विशेष भगवानको पूजनको लागि यहाँ पहिले सब्जीहरू सुधार्न लाग्नुभयो। भगवानको निम्ति प्रसादहरू आमाले बनाउन लाग्नुभयो भने मेरो काम छ भूमि पूजा गरेर राखिहाल्ने। विशेष मात्रामा त यहाँ हजुरलाई थाहा छँदैछ कि तीर्थ पूजा किन गरिन्छ। तीर्थबाट आइसकेपछि घरमा किन पूजा लागिन्छ, यसको बारेमा केही तथ्यहरू हामी बुझौँ है त। तीर्थमा गरेका दर्शन, स्नान, दानको फल घरका सबै सदस्यहरूले पाउँछन् भन्ने मान्यता रहेको छ। घरमा पूजा गरेर तीर्थको जल, प्रसाद, माटो भगवानलाई चढाउनु पर्दछ। त्यसैले त्यो पुण्य घरभरि फैलिएर जाओस् है भन्ने कामना गर्दै तीर्थ पूजा अर्थात् तीर्थबाट आएर घरमा पूजा लाउने गरिन्छ। किनभने यात्रामा धेरै प्रकारको परिस्थितिहरूले हामीलाई छोएका हुन्छन्। तीर्थ सकिएर सकुशल घर फर्क्यौँ है हामीले, र सकुशल आइसकेपछि भगवानलाई हामीले धन्यवाद दिनुपर्छ। त्यसैले आजको दिन हाम्रो विशेष मात्रामा नारायण, सत्यनारायणको पूजा भइरहेको छ र घरका कुलदेवता, पितृदेवता, इष्टदेवता, मान्यजनहरूको आशीर्वाद सदैव घरमा रहिरहोस् भन्ने कामना गर्दै हामीले आजको दिन दीप प्रज्वलन गरिसकेर त्यसपछि भगवानलाई अर्घ, सूर्यलाई अर्घ दिँदै हामी पहिले गणेशजीको वन्दना, स्वस्ति वाचन गर्न लाग्यौँ। तब भगवान गणेशजीको पनि अनेक अनुकम्पा, आशीर्वादहरू रहिरहोस् भन्ने कामना गर्दै स्वस्ति वाचन सकी तिलक वन्दन गरी अब हामी आफ्नो कार्यतर्फ अघि बढ्न लाग्यौँ। हेर्नुहोस्, तपाईँ मात्र तीर्थ जानुभएको छ, तर घरका अरू सदस्य जान पाएनन्, सक्नु भएन। तर हामीले गरेका पूजनद्वारा ल्याएको प्रसाद, माटो, रज हामीले भगवानलाई चढायौँ र प्रसाद चढायौँ भने त्यो चढाएको प्रसाद उहाँहरूले ग्रहण गर्नुभयो भने उहाँहरूले पनि तीर्थ भ्रमण गरेको फल प्राप्ति हुन्छ भनेर बताइएको छ। छोटोमा भन्दा तीर्थ बाहिरै सकिन्छ। तीर्थमा गर्ने सबै कार्यहरू तीर्थमै सकिन्छ, तर त्यसको फल र सुरक्षा अनि पुण्य घरभित्र आउँछ। त्यसैले पूजा गर्न अनिवार्य छ। हेर्नुहोस्, यो तीर्थबाट आइसकेपछि घरमा पूजा लाउनै पर्छ त भन्ने पनि सवाल हुन्छ।